गुड मर्निङ नमस्कार। आज यो अप्रिलाको वायरिङको बारेमा केही सानो जानकारी दिन लागेको छु। मेरो युट्युब च्यानल छ स्वस्तिक प्रेम भनेर। फुल भिडियो हेर्नको लागि हजुरहरू मेरो च्यानलमा गएर हेर्न मिल्छ। मेकानिक दाजुभाइहरूलाई पनि हेर्न सकियो। यदि यो वायरिङ फेर्नु पर्यो भने महँगो पर्छ, त्यही भएर यो वायरिङहरू हतपत फेर्नु पनि हुँदैन। यो वायरिङहरू हामी आफै बनाइदिन्छु। जुनसुकै बाइकको वायरिङ आयो भने अब म सानो एउटा भिडियो बनाएर अनि यो फेसबुकमा हालेको, अनि प्लस हजुरको अहिले मेरो युट्युब च्यानलमा हेरिदिनुहोस्। हामी चाबी स्विचबाट नि स्टार्ट गरौँ। यो हेर्नु, चाबी स्विचको यो दुईवटा तार हुन्छ। यो रेड भनेको यो रातो कलर र रेड भन्छ, यो भनेको ब्याट्रीको मेन आउने हो। अनि यो भनेको चाबी अन गर्दाखेरि यसबाट रिटर्न आएर यसबाट अब चारैतिर सप्लाई हुने हो। अनि त्यसपछि रेक्टिफायरमा आउनुहोस्। रेक्टिफायर भनेको यस्तो हुँदो रहेछ। यो 3 फेज सिस्टम हो। अनि प्लस यो हजुरको यो 12 भोल्ट कन्ट्रोल गर्ने भनेको यो क्यापेसिटर भन्छ त्यसलाई। अनि यो रेक्टिफायरमा के हुन्छ भनेको म भन्छु हजुरलाई। यो एउटा दुईटा तीनटा, यो तीनटा भनेको कोइलबाट आउने मेन कोइलको लाइन हो। यहाँबाट हजुरको एसी भोल्ट आउँछ। यसले एसी भोल्ट आइसकेपछि यो रेक्टिफायरले डिसी कन्ट्रोल गरेर फाल्ने हो। अनि यो कालो चाहिँ अर्थिङको भयो। यो बिचको चाहिँ के को हो भनेपछि यो सिडिआईमा गएको हुन्छ। अनि यो चाहिँ हजुरको ब्याट्री चार्जरको लागि हुन्छ। अनि प्लस कोइलमा आउनुहोस्। अब कोइलमा आउँदाखेरि त यसमा इन्जेक्सन कोइलको पनि तार गएछ, अनि पिकअप कोइलको पनि आयो हुन्छ यहाँबाट। त्यही भएर कतिपय मेकानिक दाजुभाइहरूलाई थाहा नहुन सक्ला। यसमा यो जेक भनेको तल म्याग्नेट कोइलबाट आएको। यो पहिलो म्याग्नेट कोइलको यो पहिलो तीनटा भनेको 3 फेज भयो। अनि यो दुईटा इन्जेक्सन कोइलमा गयो हुन्छ। अनि यहाँ सिडिआईमा आउनुहोस्। सिडिआईमा यो सिडिआई भनेको 12 भोल्ट सिडिआई, डिसी सिडिआई भन्छ यसलाई। यो 12 भोल्ट किनकि ब्याट्रीबाट चल्ने हो नि त, त्यही भएर डिसी सिडिआई भन्छ यसलाई। यो भनेको चाबीको रिटर्न आउँछ, यसमा लाइन आउँछ 12 भोल्ट यो भनेपछि। अनि यो दुईटा, अनि यो टिपी सेन्सरको यहाँको यो सेन्सरको हो। यसमा यो के हुन्छ भनेको यो सेन्सर किन अहिले दिएको हुन्छ भने बाइकमा स्कुटीमा यो लड्यो भने अटोमेटिक अफ हुन्छ। लड्यो भने स्टार्ट गर्नु पर्दैन, के अरे अफ चाबी गर्नु पर्दैन, आफै चाबी अफ हुन्छ। त्यही भएर त्यो दिएको हुन्छ यो खास भनेको। अनि यो दुईटा भनेको, अनि यो अर्थिङ भयो। यो अर्थिङ भएको यो पिकअप कोइलको भयो। तल पिकअप के अरे म्याग्नेटबाट आएको हुन्छ पिकअप कोइल, त्यो पिकअप कोइलको भयो। यदि वायरिङको बारेमा जानकारी छैन भने यो भिडियोहरू हेरेर पनि हुन्छ हाम्रो मेकानिक दाजुभाइहरूलाई। अनि यो फ्लासर भयो, हेर्नुहोस् यो साइलाइट फ्लासर। यो एउटा कालो र निलो छ, एउटा पुरै निलो छ भनेको यो चाबीको रिटर्नको, र यो हजुरको डाइरेक्ट साइलाइट स्विचमा गयो हुन्छ। मेन यो अर्थिङ भयो। यो अर्थिङ यही हुन्छ। यो अर्थिङ जहाँ पाए त्यही हाल्दै पनि समस्या आउँछ। यो सेल्फ कटआउट भयो। एउटा अर्थिङ सेल्फ कटआउटमा एउटा अर्थिङ गएको हुन्छ, अनि एउटा रिटर्न गएको हुन्छ है। अनि यो ब्याकलाइटको भयो। अलि भिडियो चाहिँ लामो नै हुन्छ, त्यही भएर मेन चिजहरू मैले बनाइदिएको। यो फ्युज भयो, यहाँको फ्युज बक्स भयो। अनि वायरिङ सम्बन्धी केही समस्या छ, प्रब्लम आएछ भने मलाई सम्झिनु। यो भिडियो हेरेर मैले बनाउन मिल्छ हजुरहरूलाई। त्यही भएर अलि लामो नै भिडियो हुन्छ। धेरै लामो भिडियो भयो भने मान्छे अलिकति हेर्नको पनि अलि झ्याउ लाग्छ, त्यही भएर सर्टकटमा बनाइदिएको हो। यो मेरो भिडियो कमेन्ट गर्नु, अरू कुन बाइकको वायरिङ सम्बन्धी चाहियो, कुन स्कुटीको वायरिङ सम्बन्धी चाहियो हजुरहरूलाई कमेन्ट गर्नु, फलो गर्नु मेरो च्यानललाई, अनि सब्सक्राइब गर्नु।
मलाई माया गर्नु। नमस्कार।